नि त होइन हो त्यो सामान हाल्नु यतिको झोला चाहिन्छ साधु 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 अब एउटा ग्लास माटो अनि यसमा चाहिँ हामीले यो उहाँ गन्ज सर ठिक्क पारेर ल्याउनु भयो यो धुपबत्ती गाडी ठिक्क ल्याउनु पर्छ यो चाहिँ नत्र भने यो छैन भने चाहिँ एउटा ग्लासमा माटो अथवा बालुवा हालेर त्यो धुपबत्ती गाड्नलाई नै ठिक्क तयार भन्नु नि मण्डप बनाउँदा है अनि धागो परिचालन गर्ने बेला धागो चाहिन्छ धागो चाहिँ यस्तो तरिकाले तपाईँले क्रस गरी गोजेली बनाउन जानुभएको छ तपाईँले यस्तो क्रस गरेर यसरी धागो बनाएर तपाईँको टाइमिङमा यसरी धागो बनाएर राख्नुपर्छ है अहिले बनाउँदाखेरि साह्रै यसरी आएर वापा मापाको अगाडि चाहिँ ठ्याक्कै यहाँ ल्याएर राख्ने अहिले पछि हामी परिचालन गर्छ म त्यहाँसम्म पुग्छु यसरी राख्ने धागो शुद्ध बुद्ध प्रतिमादेखि यहाँ चाहिँ पछि हामीले मैले यही पानी लगेर यता राख्छु यहाँ यसको टुप्पै यहाँ गाड्छु क्या अहिले म अहिले पानी छर्नुलाई मैले यता राखेको छु अहिले हुनसक्छ भने यदि धेरै अङ्खाराहरू छ भने पहिल्यै ल्याएर राख्नु भन्ने हुन्छ यदि तपाईँ 2 दिनमा अङ्खारा छ भने कि तर अङ्खारा नभएको कारणले गर्दाखेरि मैले एउटा अहिले त्यहाँ राखेको छैन त्यो अहिले म चलाउँछु कि त्यहीमा राख्छु यसरी धागो मपानिर भेट्नी गरेर तयारी गरेर राख्ने अनि यसो मण्डप चाहिँ अब फुलले चाहिँ सजाइ गऱ्यो भने यो राम्रो पनि देख्छ हुनैपर्छ भने के पनि छैन अहिले उहाँ सिग्नेचर वापस सरले भनिसक्नुभयो अब जौतिल चाहिँ पहिला सुनपानी भन्थेँ नि होइन अहिले म चाहिँ सुनपानी चाहिँ भनेको छ सुन कता खत्म जाने होइन अब यो इन्भाइरोमेन्टली फ्रेन्डली पनि हुन्छ जौतिल ठ्याक्क बट्टामा हालेर हिँड्ने है उहाँहरूले पनि तयार गर्नुहुन्छ अनि उहाँको ल्याएर मिसाइदिनुहुन्छ जौतिल चलाउने गरेको छु सुनपानी हटाएको छु है मैले त्यहाँ पछि राख्ने हो भने चाहिँ राखौँला अहिलेको हालमा चाहिँ जौतिल राखेको छु मैले प्रायः जसो हाम्रो गृहस्थीहरूले पनि जौतिल चलाउन खोज्दो रहेछ अनि सुनपानी भन्छन् क्या सुनपानी अब केडी भन्छ नि हजुर पहिलाकोमा गेडी थियो अहिले चाहिँ सुनपानी चाहिँ जौतिल गरेको छु कि जौतिल गरेको छु गेडी मैले राखेको छु त्यो चाहिँ शुद्ध धातु त्यो झन् राम्रो होइन शुद्ध धातु धातु कता खतम जाने भन्ने कुरा आउँछ कि त्यहाँ कता खतम जाने कामतिर जाने कि कहाँतिर जाने कता खतम जाने त्यो अब हामी लिएर हिँड्ने भन्ने कुरो आउँदैन हो त्यसमा चाहिँ तपाईँहरूको खुसी अनुसार गर्नुहोस् है तपाईँलाई सुविधा अनुसार अर्पण गर्ने सामानहरू यसरी तयार गरेर राख्ने पहिला मैले यो अनुसार चढाउने तरिकाले तयार गरेको छु पानी भोजन व्यञ्जन यस्तो अनि कर्ताहरू चाहिँ यसरी नै अब मण्डपतिर मुख फर्काएर बस्ने वापा मापा धर्मचारिकाहरू आफ्नो स्थानमा बस्ने म अहिले बसेको छु होइन अब मेरो काम सुरु भयो म अब यसरी अब वापाले यसरी मण्डप बनाए गरेपछि अब पूजा सुरु भयो पूजा यहाँ सुरु हुन्छ नमो तस्स भगवतो अरहतो सम्मा सम्बुद्धस्स नमो तस्स भगवतो अरहतो सम्मा सम्बुद्धस्स नमो तस्स भगवतो अरहतो सम्मा सम्बुद्धस्स समन्त चक्रवलेषु अत्र गच्छन्तु देवता सद्धम्म मुनिरल्स शृण्वन्तु सर्गमखदं परित्तधम्म श्रवणकालो अयं वदन्त परित्तधम्म श्रवणकालो अयं वदन्त परित्तधम्म श्रवणकालो अयं वदन्त त्यसो गरेपछि यो पानी चाहिँ यतापट्टि छर्किदिने अनि कर्ताहरूलाई पनि छर्किदिने मैले चाहिँ यस्तो गर्दैछु है यो अब पछि सही पनि हुनसक्छ चेन्जेस गर्न पनि अब सकिन्छ है यसरी यहाँ चाहिँ अलिक ठुलो झोपा छ भने झ्वापै अब बल्ने भने जस्तो झ्वाप हानिदियो भने जित्छ पनि होइन अब यसो गरेपछि अब यसो काम सकियो होइन अब यता लगाएर परितानको छन् टुप्पा छ नि फेरि यहाँ डुबाइदियो भने ठिक हुन्छ
अब अघि नै अब यति गरिसकेपछि कर्ताहरूलाई दीप प्रज्वलन दीप बत्ती बाल्न लगाउने के सर र कर्ताहरूले बाल्न लगाउने नि त मानिलियो अहिले अघि बत्ती बालिसकेको थियो कर्ताहरूले बत्ती बालिसक्यो अब कर्ताहरूलाई पनि ढोका लगाउने अब ढोका पनि त्यहाँ छ अर्हङ भन्ने अर्हङ सम्मा सम्बुद्धो बुद्धं नमस्सामि भनेपछि स्वागतो भगवता धम्मो धम्मं नमस्सामि सुपटिपन्नो भगवतो सावक सङ्घो सङ्घ नमस्सामि फेरि यो चाहिँ कर्ताहरूले गर्ने हो तपाईँले भन्ने वाप्पाले बुझ्नुभयो नि मैले चाहिँ त्यसरी गराउँछु कर्ताहरूले गर्न लगाउँछु सिलिकरण अघि नै लिइसक्यो अब त्यो अवस्थामा चाहिँ अब अहिले चाहिँ आएको चाहिँ सम्बन्ध यो अरहङ भनेर नयाँ किताबमा आएको छ कि नयाँ किताबमा चाहिँ ढोकरी चाहिँ यसरी आएको छ त्यो भएर मैले ठ्याक्कै त्यो सबै किताबको हो क्या यो सजिलाको लागि मात्रै यहाँ बनाएको हो कि मैले अब यहाँ चाहिँ पञ्चशील अघि पनि अब हर्षले भनिसक्नुभयो नदोहोऱ्याउँ होला होइन टाइम लाग्छ अब पाणातिपात पनि भइसक्यो अब चढाउने कुरा आयो साधु साधन भन्छ आमिष पूजा अब आमिष पूजा हजुर फुल्दै गरिदिउँ त्यसो भने अब म चाहिँ भन्थे होइन यसले गर्दाखेरि म तपाईँले माग्नु पर्दैन त्यो माग्नु परेन नि त पछि पछि मात्रै भन्ने है तपाईँले भन्न जानुहुन्न त्यसले गर्दा पछि पछि मात्रै भन्ने अब यदि भन्थे म भन्दै भएको भए हामी माग्थ्यौँ धम्मम याचामी अनुभवम कत्वा भनेर माग्थ्यौँ सिल माग्थ्यौँ तर अहिले चाहिँ त्यो गर्दैन हामी चाहिँ सँगसँगै लिने तर तपाईँहरूले पढ्न नजान्ने भएको कारणले गर्दाखेरि हामी त्यो रोल प्ले पहिलाचोटि आएकोलाई थाहा हुँदैन हो त्यो हो कि तपाईँहरू चाहिँ कर्ता है त्यहाँ मानिलिउँ म चाहिँ आज न्वारण गर्दै छ कि हजुर कता अरङबाट सुरु गर्नु ल बत्ती बाल्नु भयो मानिलिउँ होइन बत्ती हातमा त्यसरी बत्ती बाल्नु भयो बत्ती बाल्नु हो पछाडि हट्नुहोस् पानी खान पर्यो यहाँ छ त पानी म त्यो बस्नु ए है खोल्नुपर्छ पानी शुद्धिकरण गरेर म छर्किसकेँ है मान्छे ल तपाईँहरूले बत्ती बाल्नुभयो अरहङ सम्मा सम्बुद्धो बुद्धं नमस्सामि स्वागतो भगवता धम्मो धम्मं नमस्सामि सुपटिपन्नो भगवतो सावक सङ्घो सङ्घं नमस्सामि अब म यदि म भन्ते भएको भए तपाईँहरूले चाहिँ सिल माग्नु पर्थ्यो तर म भन्ते नभएको वापाले वापा मात्रै भएको कारणले गर्दाखेरि स्विच अफ नै गर्नु पर्यो अलार्म दुनियाँभरको अलार्म आउँछ नि अब मैले त कर्ताहरूलाई के भन्छु भने यदि म भन्दै भयो भए यदि म भन्दै भएको भए अब तपाईँहरूलाई अब सिल माग्नु पर्थ्यो तर म भन्थे नभएको कारणले गर्दाखेरि म सिल खोलाउन सक्दिनँ सँगसँगै भन्ने अब मानिलिउँ पूजा बुक छ भने चाहिँ घन्टै छ भन्ने दोहोर्दैन क्या सँगसँगै भन्ने है
नमो तस्स भगवतो अरहतो सम्मा बुद्धस्स नमो तस्स भगवतो अरहतो सम्मा बुद्धस्स नमो तस्स भगवतो अरहतो सम्मा बुद्धस्स बुद्धं शरणं गच्छामि धम्मं शरणं गच्छामि संघं शरणं गच्छामि द्वितीयंपि बुद्धं शरणं गच्छामि द्वितीयंपि धम्मं शरणं गच्छामि द्वितीयंपि संघं शरणं गच्छामि तृतीयंपि बुद्धं शरणं गच्छामि तृतीयंपि धम्मं शरणं गच्छामि तृतीयंपि संघं शरणं गच्छामि ल 3 पटक सबैले साधु साधु भन्ने है साधु साधु साधु। ल अब हामी पञ्चशील लिन्छौँ सँगसँगै भन्ने अथवा चाहिँ तपाईँले अब भन्न जान्नुहुन्न र मेरो पछि पछि भन्नुहोस् है। यदि चाहिँ भन्थे भएको भए चाहिँ हामीले सिल नै माग्थ्यो भनेर भन्छ। पाणातिपाता वैरमणि शिक्षापदं समादियामि। यसको अर्थ हो प्राणी हिंसा नगर्ने, शिक्षा पदलाई पालना गर्नेछु भनेको। अदिन्नदाना वैरमणि शिक्षापदं समादियामि। यसको अर्थ चोरी नगर्ने, शिक्षा पदलाई पालना गर्नेछु भने। कामेषु मिच्छाचारा वैरमणि शिक्षापदं समादियामि। यो भनेको पर स्त्री पर पुरुष गमन नगर्ने, शिक्षा पदलाई पालना गर्नेछु। मुसावादा वैरमणि शिक्षापदं समादियामि। यो भनेको झुटो नबोल्ने, शिक्षा पदलाई पालना गर्नेछु। सुरामेरये मज्ज पमाडठाना वैरमणि शिक्षापदं समादियामि। यो भनेको मादक पदार्थ सेवन नगर्ने, शिक्षा पदलाई पालना गर्नेछु। इदं मे शीलं आसवखया वहं भूतु इदं मे पुण्ये निब्बानस्स वच्चयो होतु इदं मे पुण्यं सब्बे सत्ता अनुमोदन्तु सुखिता भवन्तु। सबैले 3 पटक साधु साधु। ल अब हामी आमिष पूजा गर्छु। अब यस्तै बसेर त मैले दिन्छु, तपाईँले चाहिँ यसो गरेर यहाँ तर मानिनु तपाईँ यहाँ 10 बार जानुहोस् है। परिवार हो, उहाँले हेर्नुहुन्छ। ल तपाईँ चाहिँ अब मलाई नमस्कार गर्ने। उठेर गरे पनि हुन्छ होइन ठिकै छ, उहाँ बस्नुहुन्छ, उहाँ घरमा त बस्नुहुन्छ नि त, उठ्नुहुन्न नि त, यता घरमा गर्दैछ। अब मैले यो दिँदैछु, वापाले दिँदैछ होइन, वापाले यसै नमस्कार गरेर लिने, अब नमस्कार गरेर लिने। अब मैले पढ्छु। नयाँ कोही आउनु अब तपाईँले दिँदा पनि नमस्कार दिने होइन, लिँदा पनि नसर्ने। म पढ्छु। आदिवासेतु नो भन्ते पानीयम् उपनामितं अनुकम्पम् उपदाय पतिरहतु उत्तमम्। यसरी वापास फेरि डेकोरेसन गर्नलाई मिलाउनलाई सबैले हामीले उहाँहरूले अलिक थाहा हुन्न, अलि यति अर्थ होला भने ठ्याक्क डेकोरेसन खजाको। आदिवासेतु नो भन्ते खजाको उपनामितम् अनुकम्पम् उपदाय पतिरहतु उत्तमम्।
कर्ताहरूले राम्रोसँग मिलाउन जान्नु भन्यो भने तपाईँले ठ्याक्कै मिलाउने कि फेरि उहाँले त थाहै भन्दैन कि हाम्रो कलमा अरू बाबा गरिदिइहाल्छ भन्ने हुन्छ अरू आएर गरिदिइहाल्छ नि हुन्छ अरू त्यस्तो चलाउँछ नि होइन ल भोजन गर आदिवासी तुनो भन्ते भोजन अनुकम्प उपदाय पतिगणहतु उत्तमम् त्यही हो त्यही भोजन हो व्यञ्जन हो यो व्यञ्जन चाहिँ तरकारी हो भने हुन्छ यसको हामी खिर पनि हुन्छ है जो पनि परिकार चाहिँ यो व्यञ्जनमा चाहिँ तरकारी कहिले कहिले तरकारी पकाउन भ्याएन भने चाहिँ एउटा सानो पेन तताउने अनि के प्याज स्याट काटेर छरेर गरे व्यञ्जन भइहाल्यो क्या मरमसलाहरू बनाउँदो रहेछ नि आदिवासी तुनो भन्ते व्यञ्जन उपनामितम् अनुकम्प उपदाय पतिगणहतु उत्तमम् आदिवासी तुनो भन्ते फलानि उपनामितम् अनुकम्प उपदाय पतिगणहतु उत्तमम् आदिवासी तुनो भन्ते भेषज उपनामितम् अनुकम्प उपदाय पतिगणहतु उत्तमम् आदिवासी तुनो भन्ते पानकम् उपनामितम् अनुकम्प उपदाय पतिगणहतु उत्तमम् आदिवासी तुनो भन्ते पूजयामि मुनिन्दसा श्रीपादसरोरुहे पूजयामि बुद्धं कुसुमेन पुण्येन मेतेन सहोतु मङ्गलं पूर्वमिलायति वैदमे कायोत्थायति विनाशभावम् दुख्ने यही हुन्छ दाजु उयो गर्दै नि हुन्छ यही बाहिर गएर यो गर्दैन त्यही गर्दैन त्यो बालेको बालेको गर्दैन त्यही घुमाउनु सजिलो हुन्छ कि त्यो पनि त्यति लानुहोस् अनि त्यही अहिले त्यहीँ राख्दै हुन्छ दुख बालेर गन्ध सम्भारयुक्तेन धूपेन सुगन्धिन पूजये पूजनीयानं पूजाभाजनम् उत्तमम् यो बत्ती चाहिँ यस्तो छ भने चाहिँ तपाईँ वापारले यस्तो लिएर हिँड्यो भने सामान सजिलो हुन्छ कि कर्ताहरूलाई दीपं सम्बुद्धं पूजयामि तमोदम् यो अहिलेको किताबमा चाहिँ क्षमा याचना र यो उ चाहिँ सबै छ अनि त्यही अनुसार जाने होला नि हुन्छ त्यसै जान्छ कायेन वाचा चित्ते हामीलाई बुक दिनुहोस् न ए हामीसँग बुक छैन नि हामीसँग त बुक त अब त्यहाँ ल्याएको छ होला नि
हो त्यो त्यो बुकहरू ल्याउनुहोस् न त उहाँले मात्रै भने नि अनि त्यो होइन। उहाँले मात्रै भनेर म त समाज सुन्नुभयो मुखागर छ मानिलिनु तपाईँ भन्दै हुनुहुन्छ बुक भन्दै कायेन वाचा तपाईँ भन्नुपर्छ कायेन वाचा चित्तेन प्रमादेन मया कृतं अचयं क्षममे भन्ते भूरि पुण्य तथागत तपाईँले आदेश पूजा सिद्धियो साधु साधु भन्नु साधु यो आमिष पूजा यो चरण चाहिँ 12 बजे यो भोजनहरू चढाउन पर्ने कारणले गर्दाखेरि हामीले बुद्ध पूजा यो आमिष पूजा चाहिँ पहिले गर्छ क्या नत्र भने यो भोजन चढाउन पाउँदैन प्रतिपूजी चाहिँ जतिखेर नै गरिने हुन्छ अब हामी प्रतिपूजी पूजा गर्छौँ पूजा गर्ने चाहिँ यहाँबाट अब खै म बुके भने मलाई नयाँ बुक हेरिदिनु थाहै छैन पत्ती पूजाभन्दा अगाडि केही क्वेसन गर्न पाइन्छ हजुर भन्नुहोस् न केही छ भने यो विशेष गरी मैले चाहिँ यो खाद्य अर्पण र भोजन अर्पणमा चाहिँ अलिक कन्फ्युज भएँ हजुर कसरी दुईटा यो भन्तेज्यूहरूले चाहिँ 12 बजेभन्दा पछि चाहिँ ठोस कुरा खानुहुन्न कि त्यसले गर्दाखेरि यो खाद्य जुन अब नपका यो जुन चामल अनि भोजन अनि व्यञ्जन अनि त्यो फलफुल छ नि होइन मैले त्यो बुझेँ खाद्य र भोजन भनेर किन दुईटा त्यो खाद्यमा चामल नपकाएको आयो चामल आयो अब भोजनमा चाहिँ पकाएको आयो ए कुराहरू तपाईँले चाहिँ गर्दै गर्दै जाँदाखेरि चाहिँ क्षमा याचना भन्दा अगाडि चैत्य वन्दना चाहिँ गर्नुभयो चैत्य वन्दना हजुर पहिला गरियो चैत्य वन्दना मैले अहिले जाँदाखेरि तपाईँले चाहिँ पक्दी बत्ती बत्ती बालेपछि चैत्य गरिएको छैन दाइ चैत्य वन्दना अहिले गरिएको छैन यो हामी फर्स्ट टाइम चाहिँ यसो भन्ने कन्फ्युज हुन्छ कि होइन यस्तो भयो उहाँ चाहिँ त्यो के भन्छ जम्प गरेको हो कि कहिले कहिले त्यस्तो हुन्छ कि त्यो चाहिँ गरे जस्तो लाग्यो तर उहाँ चाहिँ अगाडि गयो त्यस्तो मात्रै हो त्यही मैले चाहिँ हेर्दाखेरि चैत्य वन्दना चाहिँ मिस गर्छु पनि हुने हो कि गरे गरे चैत्य वन्दना गरेको छैन गर्नुभएको छैन दाइ तपाईँले गर्नुभएको छैन अब त्यो तपाईँको किताब छ भने चाहिँ अहिले चाहिँ यस्तो गरे त्यो जम्प गरेको यो घरको मान्छेलाई थाहा हुन्न कि उनीसँग त्यो किताब पनि हुन्न कहिले कहिले सुन्न पाउँछ तर जस्तो हाम्रो सिकाउनु जम्प गरिदिनु भएन भएन होइन यहाँ चाहिँ यो मिस भएको सरी हजुर मिस भएको चैत्य वन्दना गरे वन्दामि चैत्तिसि सब्बं सर्वशानेषु प्रतिष्ठितं शारीरिकधातु महाबोधि बुद्धरूपं सकलं सदा कायेन वाचा चित्तेन प्रमादेन मया कृतं अचयं क्षममे भन्ते भूरि पुण्य तथागत साधु सरी हजुर मैले डिस्टर्ब गरेँ होइन तपाईँले राइट कुरा गर्नुभयो होइन ठिक एकदम राइट यति गरेपछि चाहिँ साधुवाद छ साधुवाद लेसन सिक्यो लेसन सिक्यो ओभरल्याप हुन्छ कि के अरे जम्प गर्छ अब म फेरि डिस्टर्ब गर्न चाहेँ अब गल्ती भयो भने क्षमा स्न्याक ब्रेक अनि त्यहाँबाट सुरु हुन्छ किनभने अब यो चाहिँ सबै पूजामा यही हुन्छ क्या यहाँबाट यति गरिसकेपछि चाहिँ बापाज्यू पञ्चाङ्ग दण्डबाट गर्नु पर्यो हौ त्यो गराएर स्न्याक ब्रेक गर्नु हजुर टाइम एकै टाइममा जाँदैछ है तपाईँ ल पञ्चाङ्ग दण्ड दण्डवत गरेर अनि अब अहिलेलाई चाहिँ स्थगित ब्रेक रे। ब्रेकपछि बल्ल ब्रेक मानिले ब्रेक भयो ब्रेक मान्यो भने मान्ने के अरे मैले ब्रेक चाहिँ कतिखेर दिने गरेको भन्दाखेरि पञ्चाउट गरिदिनु भयो अनि त्यसपछि ब्रेक गर्नु भन्नु तपाईँले तपाईँले भन्नुहोस् न पञ्चाङ्ग ल तपाईँहरूले चाहिँ अब पञ्चाङ्ग दण्डबाट गरेर एकछिन जानुहोस् के अरे ब्रेक मार्नुहोस् मैले ब्रेक चाहिँ कतिखेर दिने गरेछु भन्दाखेरि जब परित्राण पाठ गर्नुभन्दा पहिला दिन्छ कि त्यसले अलि होइन कि यो त गटटै जाने हो कि ठिकै छ मैले लन्च ब्रेकको स्न्याक ब्रेकको ए। रोकेको ल ल पञ्चाङ्ग अब पञ्चाङ्ग तर हामी ठिक टाइममा जाँदैछ नि हामी सुरु गर्ने हो उहाँले भन्नुहुन्छ नि भन्नुभएको छैन भन्नुहोस् न तपाईँले
भन्नु उहाँले पनि भन्नु वापाजीले पनि भनिसक्नु भयो सिनियर वापाले ए ल यो चाहिँ त्यो चाहिँ कस्तो